Hello everyone, this is Binoj and welcome to day 4 of our कोरी ट्रेक। हामी डे 3 मा नमस्ते गेस्ट हाउस कोरीमा आएर बसेका थियौं। बेलुका खासै वेदर नखोले पनि बिहान चाहिँ बबाल वेदर खुलेको थियो। बिहानको भाइब नेक्स्ट लेभल थियो। कोरीमा बेको लुगा लगाएर फोटो खिच्ने प्लान भएकाले हामीले सबै सामानहरु घरबाट लिएर आएका थियौं। त्यही भएर हामीले छिटो छिटो ड्रेस चेन्ज गरेर फोटो सुट गर्नतिर लाग्यौं। मेन भ्यू पोइन्टमा गएर हामीले मज्जाले फोटोहरु खिच्यौं। त्यसपछि हामीले भिडियोहरु पनि खिच्यौं। क्यामेराबाट फोटो खिचिसकेपछि हामीले टिकटक इन्स्टाको लागि मोबाइलबाट रिल्सहरु खिच्न थाल्यौं। एकछिन खिचे लगतै भ्यू पोइन्टमा एकदम धेरै क्राउड बढ्न थाल्यो। त्यही भएर हामी लोकेसन चेन्ज गर्न लागि अर्को डाँडामा गयौं र त्यहाँ पनि मेमोरिजहरु क्रिएट गर्नको लागि फोटो भिडियोहरु खिच्न थाल्यौं। हाम्रो प्री प्लान अनुसार नर्मल कुर्ता सुरुवाल लगाएर पनि फोटो खिच्ने थियो। त्यही अनुसार छिटो छिटो ड्रेस चेन्ज गर्यौं र अर्को लोकेसनमा गएर फोटोज भिडियोजहरु खिच्न थाल्यौं। यो लोकेसनबाट झन् हिमालहरु छर्लङ्ग देखिने रहेछ। एकछिन हेरेर पनि आनन्द लियौं। त्यसपछि मज्जाले आफुलाई चाहिने जति फोटोज भिडियोज खिचेर वी ब्याक टु होटल। त्यतिन्जेलमा वेदर पनि बिग्रिसकेको थियो। त्यसपछि भने खाजा खाएर सामान रेडी गरेर वी स्टार्टेड ट्रेक ब्याक टु सिक्लेस। आज हामी डाइरेक्ट सिक्लेस आएर बास बस्ने प्लान गरेको थियौं। त्यही अनुसार हामी अगाडि बढ्न थाल्यौं। उकालो चढ्न भन्दा ओह्रालो झर्न थोरै टाइम लाग्ने रहेछ। हामी कोरीबाट लगभग 1.5 घण्टामा चिका आइपुगिसकेका थियौं। एकछिन रेस्ट गर्दै बाटोमा खाजा खाँदै हामी अगाडि बढ्यौं। हामी खासै ब्रेक नलिकन सरासर ओह्रालो झर्यौं किनभने उकालो चढ्न जति गाह्रो पनि भएको थिएन। चिकाबाट लगभग 2 घण्टामा चाहिँ हामी तासा आइपुग्यौं। तासा आइपुगेर मज्जाले खाना खाएर एकछिन रेस्ट गरिसकेपछि भने हामी फेरि डेस्टिनेसन तर्फ अगाडि लाग्यौं। त्यसपछि भने हामीलाई ओह्रालो झर्न अलि गाह्रो हुन थाल्यो। हिँड्न नसक्ने नानी बाबाहरु साथसाथै होटलको सामानहरु चाहिँ डोकम बोकेर लगिरहेको प्रशस्त रूपमा देख्न पाइन्थ्यो। ल हामीलाई चाहिँ अहिले यहाँ पुल पुगेर त्यसपछि माथि 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 यहाँ सिक्लेस पुग्नु। माथि हाइड्रो पावर कटे लगत्तै चाहिँ ठुलो पानी पर्यो। त्यसपछि हामी छाता रेनकोट ओढेर अगाडि बढ्न थाल्यौं। एकदमै ठुलो पानी परिरहेको भएकाले मैले खासै रेकर्ड गर्न सकिनँ। तासाबाट सिक्लेस आइपुग्न हामीलाई लगभग 4.5 घण्टा जति लाग्यो। हामीले 4th डे पनि यसरी नै बितायौं। इन्जोय एन्ड फलो अस।